तिमी हिँड्ने गल्लीमा घाम बिउजन अघि सपनाहरू बिउजन्थे। तिमी हिँड्ने गल्लीमा घाम अस्ताउन अघि विपनाहरू अस्ताउँथे। तिमी हिँड्ने गल्लीमा अनुभूतिको बतास चल्थ्यो। तिमी हिँड्ने गल्लीमा संवेदनाको कुहिरो लाग्थ्यो। तिमी हिँड्ने गल्लीमा आँसुको बरसात झर्थ्यो। सिमसिम सिमसिम रिमझिम रिमझिम सिमसिम रिमझिम रिमझिम सिमसिम। तिमी हिँड्ने गल्लीमा रहस्यदर्शीहरू जाडोको छुट्टी मनाउन आउँथे। स्वप्नदर्शीहरू स्वप्न उत्खनन गर्न धाउँथे। तिमी हिँड्ने गल्लीमा एउटा पत्र मञ्जुषा थियो। त्यो पत्र मञ्जुषामा तिमी जिन्दगी र मृत्युलाई लेखिएका प्रेम पत्रहरू खसाल्थ्यौ। हल्काराले ती प्रेम पत्रहरू कता लैजान्थ्यो? ती प्रेम पत्रहरू कसलाई सुम्पन्थ्यो? खाममा उल्लेख नगरिएको जिन्दगी र मृत्युको ठेगाना खोज्दै लामो यात्रामा निस्किएको हल्कारा अचेल तिमी हिँड्ने गल्लीमा देखा पर्छ कि पर्दैन? तिम्रो पार्थिव हृदयमा अझै पनि मृत्यु मर्छ कि मर्दैन? दिवंगत जिन्दगीको शोकमग्न सम्झनामा तिम्रो आँखाबाट आज पनि आँसु झर्छ कि झर्दैन? तिमी हिँड्ने गल्लीमा एउटा ल्याम्पपोस्ट थियो। ल्याम्पपोस्ट मुनि एउटा बेन्च थियो जहाँ थकालु पथिकहरू विश्राम लिने गर्थे, जहाँ क्षणभर निदाएर उनीहरू सुदूर प्रदेशको सुमधुर सपना देख्ने गर्थे। भनिन्छ त्यो ल्याम्पपोस्ट मुनि सुनसान रातमा मनुमञ्जिलको जुन खस्ने गर्थ्यो। त्यो ल्याम्पपोस्ट मुनि उदास कविको आदिम आत्मा बस्ने गर्थ्यो। ल्याम्पपोस्ट मुनिको त्यो बेन्चमा अचेल को बस्ने गर्छ? त्यो ल्याम्पपोस्ट मुनि आजकल पनि जुन खस्ने गर्छ? तिमी हिँड्ने गल्लीमा एउटा टेलिफोन बुथ थियो। जब टेलिफोन बुथको घन्टी बज्थ्यो तब त्यहाँ सुती बसेको बिरालो कोल्टे फेर्थ्यो। प्रत्येक प्रतिपदाको रात ठिक 11:55 जाँदा तिमी टेलिफोन बुथभित्र छिर्ने गर्थ्यौ। शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठसित तिमी पालै पालो टेलिफोनमा कुरा गर्ने गर्थ्यौ। 4 शहीदको हालखबर अनि सन्चो बिसन्चो बुझ्ने गर्थ्यौ। आफ्नो देशको हालखबर अनि सन्चो बिसन्चो उनीहरूलाई बुझाउने गर्थ्यौ। देशको भविष्यप्रति उनीहरूमा भएको शङ्का, आशंका, उपशङ्का सुल्झाउने गर्थ्यौ। तिमी हिँड्ने गल्लीको चोकमा एउटा शालिग थियो जो हरेक दिन आफ्नो रूप परिवर्तन गर्थ्यो। त्यो शालिग बनाउने मूर्तिकारको मुहार अझै उस्तै छ कि चाउरी परिसक्यो? तिमी हिँड्ने गल्लीको दोबाटोमा एउटा कुप्रे घण्टाघर थियो जो आफ्नो अतीत सम्झँदै झोक्री बस्थ्यो। त्यो घण्टाघर बनाउने कालीगढ अझै जवान छ कि घण्टाघर चाहिँ झोक्रिएर थला परिसक्यो? तिमी हिँड्ने गल्लीको पुछारमा एउटा भव्य सङ्ग्रहालय थियो जहाँ मानिसहरू आफ्ना यादहरू जम्मा गर्ने गर्थे। त्यो सङ्ग्रहालयको दिनहीन द्वारपाल आज पनि त्यहीँ छ कि अन्तै कतै हिँडिसक्यो? तिमी हिँड्ने गल्लीमा एउटा हजाम बस्थ्यो जो दर्पण बोकी टोलभरि डुली हिँड्थ्यो, जो बटुवाहरूलाई बाटो होइन दर्पण देखाउँथ्यो अनि माया, काया एवं छायाबारे क्रमशः मायावी, कायावी एवं छायावी कथा किस्साहरू सुनाउँथ्यो। त्यो हजाम जिउँदै छ कि मरिसक्यो? तिमी हिँड्ने गल्लीमा एउटा चित्रकार बस्थ्यो जो नानी बाबुहरूको मुहार चित्र बनाउँथ्यो, जो बच्चाहरू चाहिँ अबोध अनजान थियो, जो नवजात शिशुहरू चाहिँ निर्दोष निश्चल थियो, जो अस्तित्वको बालापनलाई आफ्नो क्यानभासमा रङ्गीन ब्रुसले रङ्गाउँथ्यो। त्यो चित्रकार जिउँदै छ कि मरिसक्यो? तिमी हिँड्ने गल्लीमा एउटा सूचीकार बस्थ्यो जो ज्येष्ठ नागरिकहरूका फाटेका लुगामा रफ्फु भर्थ्यो, जो फाटेको लुगासितै फाटेको भाग्य सिउँथ्यो, जो ज्येष्ठ नागरिकहरूलाई आत्मीयता बाँड्थ्यो, जो ज्येष्ठ नागरिकहरूलाई देशको जीवित सम्पदा मान्थ्यो। त्यो शिल्पकार जिउँदै छ कि मरिसक्यो? तिमी हिँड्ने गल्लीमा कुनै दिन म पनि हिँडेको थिएँ।
तिमी जाने सङ्ग्रहालयमा मैले पनि यादहरू जम्मा गरेको थिएँ। तिमीले समय हेर्ने घण्टाघरमा मैले पनि आफ्नो समय हेरेको थिएँ। तिम्रो रूप चोर्ने शालिगमा मैले पनि आफ्नो रूप चोराएको थिएँ। प्रतिपदाको रातमा टेलिफोन बुथ बाहिरको बरसातमा म रुझेको भिजेको थिएँ अनि ल्याम्पपोस्ट मुनिको बेन्चमा चुपचाप चुपचाप निदाएको थिएँ। तिमी हिँड्ने गल्लीमा मैले एउटा डेरा लिएको थिएँ। मैले पनि त्यहाँ एउटा बसेरा बनाएको थिएँ। त्यो डेरा अनि बसेराबाट अब त म अन्तै कतै सरिसकेँ। तिम्रो मनको मजलिस घरमा म अझै जिउँदैछु कि मरिसकेँ। तिमी हिँड्ने गल्लीमा घाम बिउजनु अघि जिन्दगी बिउजन्थ्यो। तिमी हिँड्ने गल्लीमा घाम अस्ताउनु अघि मृत्यु अस्ताउँथ्यो।